To solve the question which is shown in the screen, then here is nothing much to learn in this video. You can skip it, but if you are not able to solve this question, then let's go. Right, so hello everyone, myself Khaviswar Prasad Yadav, MBBS third year student, currently studying at Maharajas Medical Campus, Institute of Medicine. So today it's the quad for respiratory system, right? So let's begin with question number 1. So here the respiratory tract, that is nasopharynx, trachea, is lined by which epithelium? The question here asks, right? यहाँ के सोधेको छ भने रेस्पिरेटरी ट्र्याक्टको लाइनिङ एपिथेलियम के हो? आई थिङ्क मोस्ट अफ यु हेभ गेस द आन्सर अलरेडी. अब सिम्पल स्क्वामस एपिथेलियम, यो त पक्कै पनि होइन. सिम्पल स्क्वामस एपिथेलियम कहाँ हुन्छ? यो एल्भियोलाईमा प्रेजेन्ट हुन्छ. अर्को कहाँ हुन्छ? बीबाट बाउमेन्स क्याप्सुलमा प्रेजेन्ट हुन्छ है. अर्को कहाँ प्रेजेन्ट हुन्छ? यो कहाँ प्रेजेन्ट हुन्छ? यो भनेको अब इन्डोथेलियममा प्रेजेन्ट हुन्छ है. इन्डोथेलियममा प्रेजेन्ट हुन्छ. र अर्को भनेको क्याभिटीको लाइनिङ्सहरूमा लाइक पेरिकार्डियल क्याभिटी, प्लुरल क्याभिटी, त्यहाँहरू प्रेजेन्ट हुन्छ. र त्यहाँनिर त्यसको नाम के हुन्छ? मेजोथेलियम भनेर भनिन्छ है. जस्तै प्लुरल क्याभिटीको लाइनिङ छ भने पनि मेजोथेलियम भनिन्छ. त्यसपछि अर्को जस्तै अब यो पेरिटोनियल क्याभिटीको लाइनिङ छ भने त्यसलाई पनि हामी मेजोथेलियम भन्छौँ है. सो लाइनिङ एपिथेलियम अफ क्याभिटीलाई मेजोथेलियम भन्छौँ. त्यो पनि कुन टाइपको एपिथेलियम भन्दा सिम्पल स्क्वामस एपिथेलियम. त्यसपछि स्युडो स्ट्राटिफाइड एपिथेलियम, या दिस इज द राइट एन्सर. त्यसपछि स्ट्राटिफाइड स्क्वामस नन केराटिनाइज भनेपछि यो भनेको युजली वेट पार्ट अफ द बडीतिर प्रेजेन्ट हुन्छ. जस्तै कहाँ भयो? माउथमा प्रेजेन्ट हुन्छ, त्यसपछि फ्यारिङ्समा प्रेजेन्ट हुन्छ है. र अर्को भनेको कहाँ प्रेजेन्ट हुन्छ? इसोफेगसमा पनि प्रेजेन्ट हुन्छ. त्यसपछि यहाँ के छ? सिम्पल क्युबोइडल एपिथेलियम. अब सिम्पल क्युबोइडल एपिथेलियम युजली कहाँ प्रेजेन्ट हुन्छ? ओभरिजमा प्रेजेन्ट हुन्छ. अर्को भने कहाँ प्रेजेन्ट हुन्छ? यो टेस्टिसमा प्रेजेन्ट हुन्छ. र अर्को बिर्सिनै नहुने यो कहाँ प्रेजेन्ट हुन्छ? थाइरोइड फोलिकल्समा प्रेजेन्ट हुन्छ है. ओके, सो लेट्स गो टु क्वेसन नम्बर 2. क्वेसन नम्बर 2 मा के छ? एपिस्ट्याक्सिस, जसलाई हामी के भन्छौँ? नेजल ब्लिडिङ. मोस्ट कमनली अकर्स एट विच स्पेसिफिक रिजन भनेको छ. सो हामीले यहाँ हेऱ्यौँ भने के देख्छौँ भन्दाखेरि हाम्रो यो जुन नेजल सेप्टम छ त्यसमा एउटा स्पेसल पोइन्ट छ क्या. त्यसमा चाहिँ धेरै ब्लड भेसल्सहरू आएर कनेक्ट भइरहेको हुन्छ. धेरैवटा ब्लड भेसल्स आएर कनेक्ट भइरहेको हुन्छ, जसलाई हामी के भन्छौँ? एउटा प्लेक्सस भनेर भन्छौँ क्या. जसलाई हामी के भन्छौँ? प्लेक्सस भनेर भन्छौँ, राइट. र त्यो प्लेक्ससमा के हुन्छ? हाइली भास्कुलर रिजन भयो, त्यहाँ धेरै ब्लड भेसल्सहरू छ. त्यही भएर त्यो ठाउँमा कुनै इन्जुरी भयो भने देयर इज हाई चान्स अफ ब्लिडिङ. र त्यो पोइन्टलाई हामी के भन्छौँ? किसल ब्याक्स प्लेक्सस पनि भन्छ वा किसल ब्याक्स एरिया भनेर पनि भनिन्छ, राइट. र यो नेजल कन्काहरू भनेको के हो? हाम्रो जुन नेजल क्याभिटी छ, नेजल क्याभिटीमा लेटरल वालबाट बोनी प्रोजेक्सन्सहरू आइरहेको हुन्छ, त्यसलाई हामी नेजल कन्का भन्छौँ. यो भने चाहिँ 3टा हुन्छ अन इच साइड. ओके, so let's go to question number 3. Which of the following is a paired cartilage of the larynx? Larynx भन्ने बित्तिकै के भयो? larynx is a voice box भनेर भन्छौँ है. र इट्स अ कार्टिलेजिनस स्ट्रक्चर भन्ने बित्तिकै यसमा पेयर्ड र अनपेयर्ड कार्टिलेज छ. यसमा पेयर्ड कार्टिलेजहरू के हुन्छ र यसमा के हुन्छ? अनपेयर्ड कार्टिलेजहरू के छ? अनपेयर्ड कार्टिलेज भनेको सिङ्गल, त्यही भएर यसलाई हामी के भन्छौँ? टी र सीलाई टीलाई उल्टो पार्ने भनेपछि यो 1 भन्ने बुझिन्छ क्या. र पेयर्ड भनेको एसिसी, एराइटिनोइड, कर्निक्युलेट र क्युनिफर्म. त्यसपछि ईबाट के पर्छ भन्दाखेरि एपिग्लटिस, टीबाट थाइरोइड र सीबाट क्रिकोइड कार्टिलेज. भनेपछि यसमा कुन छ? क्रिकोइड. यसमा हाम्रो के छ? थाइरोइड कार्टिलेज भयो, क्रिकोइड कार्टिलेज. यहाँ के भनेको छ? पेयर्ड कार्टिलेज, राइट. भनेपछि यहाँ के छ? एपिग्लटिस पनि सिङ्गल भयो, थाइरोइड पनि सिङ्गल भयो. भनेपछि यसको आन्सर के भयो? दिस इज द एराइटिनोइड. दिस इज द आन्सर है. दिस इज द करेक्ट. यो पनि भएन, यो पनि भएन, यो पनि भएन. ओके, किनभने माथि यो के भयो? अनपेयर्ड कार्टिलेज. लेट्स गो टु क्वेसन नम्बर 4. क्वेसन नम्बर 4 मा के भनेको छ? ट्र्याकिया डिभाइड्स इन्टु द राइट एन्ड लेफ्ट प्राइमरी ब्रोङ्काई एट द लेभल अफ. के हुन्छ? ट्र्याकिया यसरी आउँछ माथिबाट, अनि ट्र्याकिया केमा डिभाइड हुन्छ? पहिला 2टा प्राइमरी ब्रोङ्काइमा डिभाइड हुन्छ. राइट साइडको के हुन्छ? राइट साइडको वाइड हुन्छ र मोर भर्टिकल प्रेजेन्ट हुन्छ र सर्टर पनि प्रेजेन्ट हुन्छ, सर्टर हुन्छ, राइट. अनि लेफ्ट साइडको के हुन्छ? अलिकति लङ्गर हुन्छ र मोर होरिजेन्टल हुन्छ. यो चाहिँ मोर भर्टिकल हुने भएकोले राइट साइडतिर कुनै पनि फरेन सब्सटान्सहरू पस्ने चान्स बढी हुन्छ. र यो कुन लेभलमा डिभाइड हुन्छ भन्दाखेरि T4 T5 को लेभलमा यो डिभाइड हुन्छ है. एट द लेभल अफ T4 T5 को लेभलमा हुन्छ. द्याट्स अल.
त्यसपछि अब लङ भोल्युम्सबाट हेरौँ। अब यहाँ के छ, लिसिथिन सर्फेक्टेन्ट द्याट प्रिभेन्ट्स द एल्भियोलर कोल्याप्स इज सिक्रेटेड बाई। नर्मली हामीले के भन्छ भन्दाखेरि यो इफ दिस इज द एल्भियोलाई, यसमा के छ, लाइनिङ एपिथेलियम प्रेजेन्ट छ, राइट। यसमा लाइनिङ एपिथेलियम प्रेजेन्ट छ। यो कति हुन्छ, 2 टाइपको प्रेजेन्ट हुन्छ। एउटा भनेको टाइप 1 हुन्छ र अर्को भनेको चाहिँ टाइप 2 हुन्छ। यो लङ्सको एल्भियोलामा, त्यही भएर न्युमोसाइट्स, न्युमो भन्ने बित्तिकै इट इज रिलेटेड टु लङ्ससँग। टाइप 1 र टाइप 2 हुन्छ। र टाइप 1 को मेन फङ्सन भनेको के हो त, ग्यासको डिफ्युजनमा हेल्प गर्छ है, ग्यासको डिफ्युजनमा। र टाइप 2 को मेन काम भनेको यसले एउटा सब्स्टान्स सेक्रेट गर्छ जसले चाहिँ एल्भियोलाई कोल्याप्स हुनुबाट प्रिभेन्ट गर्छ। कसरी, सर्फेस टेन्सनलाई रिड्युस गरेर, राइट। सो यो जुन टाइप 2 छ यसले के सेक्रेट गरेर हुन्छ, सर्फेक्ट्यान्ट सेक्रेट गरेर हुन्छ है, सर्फेक्ट्यान्ट। सो टाइप 2 न्युमोसाइट। अनि यहाँ के छ, डस्ट सेल छ। यो जुन यो एल्भियोलर, यो गोब्लेट सेलको मेन काम भनेको म्युकस प्रोडक्सन गर्न हुन्छ। र यो जुन डस्ट सेल छ यो भनेको चाहिँ म्याक्रोफेज अफ लङ्सलाई हामी डस्ट सेल भन्छौँ। त्यस्तै म्याक्रोफेज अफ लिभर, जुन लिभर छ, लिभरको म्याक्रोफेजलाई हामी के भन्छौँ, कुफर सेल भन्छौँ, कुफर सेल भनेर भन्छौँ, कुफर सेल्स, राइट। त्यसपछि ब्रेनको लागि के भन्छौँ, माइक्रोग्लिया भनेर भन्छौँ है, माइक्रोग्लिया भनेर भन्छौँ। त्यस्तै गरी अर्को भनेको किडनी है, किडनीको लागि हामी के भन्छौँ, मिसेन्जियल सेल भनेर भन्छौँ, राइट, मिसेन्जियल सेल। यो भनेको चाहिँ सेम म्याक्रोफेज नै हो। म्याक्रोफेज भनेको फ्यागोसाइटिक सेल हो। फ्यागोसाइटिक भन्नाले जुन माइक्रो अर्गानिजम्स, ब्याक्टेरियाहरू आइरहेको हुन्छ त्यसलाई यिनीहरूले इन्गल्फ गरिदिन्छ ताकि टिस्युमा गएर इन्जुरी नगरोस् भनेर। र यसको जुन ठाउँमा लोकेसन अनुसार नाम चाहिँ डिफ्रेन्ट छ, राइट। त्यसपछि यहाँ के छ, डायफ्राम इज पियर्स्ड बाई भेना काभा, इसोफेगस र एउटा VOA। मैले भनेकै थिएँ VOA 8, 10 र 12 है, 8, 10 र 12 भन्छ, राइट। T8, 10 र 12। यो भनेको चाहिँ हाम्रो जुन स्पाइन भर्टिब्रा छ, स्पाइनल भर्टिब्रल लेभलमा हेर्दैछौँ क्या, कुन लेभलमा चाहिँ एक्चुअली यसले पियर्स गरेको छ त भनेर है, 8, 10 र 12। किनभने हाम्रो यो जुन डायफ्राम चाहिँ स्ट्रेट हुँदैन क्या, डायफ्राम यस्तो हुन्छ, मतलब यो छुट्टै लेभलमा पर्छ, यो छुट्टै लेभलमा, यो छुट्टै लेभल। अब यहाँ पियर्स गऱ्यो भने अर्कै लेभल भयो, यहाँ पियर्स गऱ्यो भने अर्कै लेभल भयो, यहाँ पियर्स गऱ्यो भने अर्कै लेभल भयो। त्यही भएर यसको के छ, VOA 8, 10, 12 सक्यो। त्यसपछि लेट्स गो टु द मसल्स एक्टिभली कन्ट्र्याक्टिङ ड्युरिङ क्वाइट नर्मल इन्सपिरेसन। सो नर्मल र इन्सपिरेसन जुन छ, नर्मल इन्सपिरेसनमा हाम्रो धेरै के इन्भल्भै हुँदैन। एउटा भन्छ डायफ्राम र अर्को भन्छ एक्सटर्नल इन्टरकोस्टल मसल, सक्यो। यो जुन इन्टर्नल इन्टरकोस्टल र यो जुन एब्डोमिनल मसल्सहरू जुन छन् यिनीहरू भनेको चाहिँ फोर्स्ड इन्सपिरेसनको बेलामा मात्रै हो, फोर्स्ड इन्सपिरेसनको बेलामा मात्रै हो। किन फोर्स्ड इन्सपिरेसनको बेलामा मात्रै, सरी फोर्स्ड एक्सपिरेसनको बेलामा मात्रै हो, राइट, फोर्स्ड एक्सपिरेसनको बेलामा। किनभने जति बेला हामी एक्सपायर गरिरहेको हुन्छौँ, एक्सपिरेसन इज अ प्यासिभ प्रोसेस, यसमा कुनै पनि इफर्ट लाग्दैन है, इट्स अ प्यासिभ। तर कुनै कुनै बेला जस्तै फोर्स लगाएर एक्सपायर गरिरहेको छौँ त्यति बेला चाहिँ दुईवटा मसल्सको इन्भल्भ भइरहेको हुन्छ। त्यही भएर यिनीहरूलाई एक्सेसरी मसल्स भनिन्छ अफ एक्सपिरेसन। अब स्टर्नोक्लिडोमास्टोइड र यो जुन स्केलिनस छ, दिज आर द एक्सेसरी इन्स्पिरेटरी मसल्स है, इन्स्पिरेटरी मसल्स भनेर भन्छ, इन्स्पिरेटरी मसल्स, राइट। अब यो डायफ्राम र इन्टर्नल इन्टरकोस्टल हो, होइन भनेपछि यो के हो त आन्सर, डायफ्राम र एक्सटर्नल इन्टरकोस्टल मसल्स। सो लेट्स गो टु क्वेसन नम्बर 8। हियर इज भाइटल क्यापेसिटी अफ ह्युमन लङ इज म्याथमेटिकल इक्वल्स टु। मैले अस्ति के भनेको थिएँ भन्दाखेरि, मानौँ कि दुईवटै लङ्सलाई मैले कम्बाइन गरेँ र यो भनेको टोटल भोल्युम अफ द लङ्स भयो भनेपछि यसमा के हुन्छ, सर्टेन भोल्युम अफ एयर हुन्छ जुन कहिले बाहिर जाँदैन, जसलाई हामी के भन्छौँ, रेसिडुअल भोल्युम। त्यसपछि अर्को भोल्युम हुन्छ है जसलाई हामी फोर्सफुल्ली एक्सपायर गऱ्यो भने फ्याँक्न सक्छौँ, त्यसलाई हामी के भन्छौँ भन्दाखेरि एक्सपाइरेटरी रिजर्भ भोल्युम भन्छौँ। त्यसपछि अर्को भोल्युम हुन्छ जुन नर्मली हामीले एक्सपायर गर्दाखेरि जुन ग्यास एक्सचेन्ज भइरहेछ भित्र बाहिर, त्यसलाई चाहिँ हामी के भन्छौँ, दिस इज द टाइडल भोल्युम। र कहिलेकाहीँ अलिकति अझै एफर्ट लाग्यो भने झन् बढी एयरलाई हामी भित्र लान सक्छौँ, त्यसलाई हामी के भन्छौँ,
इन्स्पिरेटरी रिजर्भ भोल्युम भनेर भन्छ। यसको सबै भ्याल्युहरू मैले पहिले भनिसकेको छ। सो यसमा के छ, यो जुन भाइटल क्यापेसिटी छ, भाइटल क्यापेसिटी भने चाहिँ म्याक्सिमम हामी कति फ्याँक्न सक्छौँ त, यो फ्याँक्न सक्छ होला, यो फ्याँक्न सक्छ होला र यो फ्याँक्न सक्छ होला, राइट। तर यो जुन रेजिडुअल भोल्युम जेसुकै गर, जतिसुकै गर कहिले फ्याँक्न सकिन्छ भनेपछि रेसिडुअल भोल्युम बाहेक जति छ सबै पऱ्यो। कुन कुन पऱ्यो, टाइडल भोल्युम पऱ्यो, इन्स्पिरेटरी रिजर्भ भोल्युम पऱ्यो, रेसिडुअल भोल्युम परेन है। यसमा के छ, टाइडल भोल्युम, इन्स्पिरेटरी रिजर्भ भोल्युम र एक्सपाइरेटरी रिजर्भ भोल्युम। या दिस इज द आन्सर। ओके, त्यसपछि लेट्स गो टु द ग्यास ट्रान्सपोर्ट एन्ड कर्ब्स। त्यसपछि अब 1 ग्राम अफ प्योर हेमोग्लोबिन बाइन्ड्स टु हाउ मच अफ अक्सिजन भनेको छ। कति अक्सिजनसँग बाइन्ड गर्छ त 1 ग्राम अफ प्योर हेमोग्लोबिन। सो 1 ग्राम अफ प्योर हेमोग्लोबिन बाइन्ड्स विथ 1.3 ml अफ अक्सिजन, राइट। र नर्मल्ली हेमोग्लोबिनको कन्सन्ट्रेसन चाहिँ 15 ग्राम पर डेसिलिटर मान्यौँ रे। 15 ग्राम पर डेसिलिटर भनेको 100 ml ब्लडमा भनेपछि र 1.34 के छ ml इन 1 ग्राम। यसरी हामीले क्यालकुलेट गर्यो भने 100 ml अफ ब्लडमा एप्रोक्सिमेटली कति ml अक्सिजन हुन्छ भन्दाखेरि 20 ml अफ अक्सिजन हुन्छ। कतिमा, 100 ml ब्लडमा 20 ml के हुन्छ अरे अक्सिजन हुन्छ। अब विच फ्याक्टर कजेज अ राइट सिफ्ट अफ अक्सी हेमोग्लोबिन कर्भ है। सो राइट सिफ्ट अफ अक्सी हेमोग्लोबिन कर्भ हेर्ने हो भने यो जुन अक्सी हेमोग्लोबिन कर्भ छ एउटा कर्भ छ। यसमा यसको सेप किन यस्तो छ यसको पनि छुट्टै थ्योरी छ, अहिले हामी त्यतातिर नजाउँ। यसमा राइट सिफ्ट भनेको के हुन्छ, रिड्युस्ड एफिनिटी। राइट सिफ्ट भनेको के भयो अरे, राइट सिफ्ट भनेको रिड्युस्ड एफिनिटी भयो है, आर फर आर होइन। राइट सिफ्ट भनेपछि हेमोग्लोबिन जुन छ, हेमोग्लोबिन अक्सिजनसँग बाइन्ड गरे हुन्छ, राइट। राइटतिर जाँदाखेरि चाहिँ एफिनिटी डिक्रिज भयो भनेपछि इजिली तिनीहरू छुट्टिन सक्छन्। त्यति धेरै टाइट बोन्ड छैन, स्ट्रङ बोन्ड छैन, इजिली छोडिदिन सक्ने रहेछ, राइट। त्यसपछि यो जुन लेफ्ट सिफ्ट छ, यसमा लेफ्ट सिफ्ट भन्नुको अर्थ हेमोग्लोबिनको एफिनिटी अक्सिजनसँग वा अक्सिजनको एफिनिटी फर हेमोग्लोबिन इन्क्रिज भयो, राइट। त्यही भएर अब यहाँ राइट सिफ्ट केले गराउँछ भन्दाखेरि यहाँ टेम्परेचर बढ्यो भने पनि हुन्छ, 2,3 DPG डाइफस्फो ग्लिसरेट। र अर्को भनेपछि के हुन्छ, इन्क्रिज एच प्लस। यो 2,3 BPG यो भनेको के हुन्छ, ग्लाइकोलाइसिसको एउटा सन्ट पाथवेबाट आइरहेको हुन्छ। यो अहिले छोडिदिउँ, यो 2,3 DPG भन्ने एउटा कम्पाउन्ड छ। टेम्परेचर बढे पनि, एच प्लस बढे पनि र 2,3 DPG बढ्यो भने पनि के हुन्छ, 2,3 BPG बढ्यो भने पनि के हुन्छ, यो राइट सिफ्ट भइरहेको हुन्छ, राइट। सो अब यहाँ के छ हेरौँ, डिक्रिज टेम्परेचर नो, टेम्परेचर घट्यो भने कता हुन्छ, लेफ्ट सिफ्ट। हाई पिएच, पिएच बढ्नुको अर्थ के हो, एच प्लस बढ्नु कि घट्नु, एच प्लस घट्नु हो भनेपछि यो पनि होइन। हाई PCO2 र 2,3 DPG यस, र लो PCO2 होइन। हाई PCO2 कसरी पऱ्यो भन्ने क्वेसन आउन सक्छ। हेर, यो जुन हाम्रो ब्लड भनेको त फ्लुइड न हो, यसमा पनि वाटर कम्पोनेन्ट त छ। यो कार्बन डाइअक्साइड के हुन्छ, वाटरसँग कम्बाइन गरेर के फर्म गर्छ, H2CO3 फर्म गर्छ। र H2CO3 यो के हुन्छ, यो डिसोसिएट हुन्छ केमा, H प्लस प्लस बाइकार्बोनेट आयनमा। भनेपछि यो जुन H प्लस छ, CO2 बढ्नु भन्नुको मतलब H प्लस पनि बढ्नु, त्यही भएर एफिनिटी के भयो, रिड्युस भएर राइट सिफ्ट अफ द कर्भ भयो, राइट। सो हियर इज समथिङ कल क्लोराइड सिफ्ट भन्ने छ, क्लोराइड सिफ्ट। अब यो क्लोराइड सिफ्ट भनेको पनि यहीँबाट आइरहेको हुन्छ नर्मल्ली। अब क्लोराइड सिफ्ट कसरी आयो भन्दाखेरि यो मानौ आरबिसी भयो, रेड ब्लड सेल। रेड ब्लड सेलमा जुन यो कार्बन डाइअक्साइड छ, कार्बन डाइअक्साइड केसँग कम्बाइन हुन्छ, वाटरसँग है। वाटरसँग कम्बाइन भएर के फर्म हुन्छ, H2CO3 इन प्रेजेन्स अफ इन्जाइम कल्ड कार्बोनिक एनहाइड्रेज इन्जाइम। र यो ब्रेकडाउन हुन्छ केमा, यो ब्रेकडाउन हुन्छ H प्लस र बाइकार्बोनेटमा ब्रेकडाउन हुन्छ। अब के हुन्छ भने यो जुन बाइकार्बोनेट छ, एनायन एक्सचेन्जर भन्ने एउटा यहाँ प्रोटिन हुन्छ, ट्रान्सपोर्टर, यसलाई बाहिर फ्याँकिदिन्छ। बाइकार्बोनेट बाहिर आयो, बाहिर आइरहेछ भनेपछि इलेक्ट्रोनेगेटिभिटी बाहिर बढिरहेछ र भित्र घटिरहेछ। त्यही भएर यो जुन इलेक्ट्रिकल न्युट्रलिटी मेन्टेन गर्नको लागि बाइकार्बोनेटको साटोभित्र के गइदिन्छ, क्लोराइड गइदिन्छ। त्यही भएर यसलाई हामी के भन्छौँ, ह्यामबर्गर फिनोमिना वा क्लोराइड सिफ्ट भनेर भन्छौँ। सिफ्ट अफ बाइकार्बोनेट हो, होइन, सिफ्ट अफ के हो त, क्लोराइड हो है, क्लोराइड हो, इन एक्सचेन्ज अफ के, बाइकार्बोनेट। ल त्यसपछि न्युमोट्याक्सिक
न्युमोट्याक्सिक सेन्टर लिमिटिङ द इन्सपिरेसन। अब यसमा के छ भन्दाखेरि पन्समा दुईवटा सेन्टर छ, पन्समा दुईवटा सेन्टर छ। हाम्रो जुन ब्रेन स्टिम छ नि, ब्रेन स्टिममा के पर्छ, मिड ब्रेन पर्छ, पन्स पर्छ र मेडुला पर्छ। अनि यो जुन पन्स छ, पन्समा यहाँ सेन्टरहरू छ क्या, पन्समा भनेको दुईवटा सेन्टर छ। कुन सेन्टर छ, एउटा भनेको चाहिँ एप्न्युस्टिक सेन्टर है, एप्न्युस्टिक सेन्टर, अर्को भनेको के छ अरे न्युमोट्याक्सिक सेन्टर। यो जुन न्युमोट्याक्सिक सेन्टर छ यसले चाहिँ इन्सपिरेसनलाई रोक्छ र यसले चाहिँ के गर्छ, इन्सपिरेसनलाई स्टिमुलेट गर्छ, इन्सपिरेसनलाई स्टिमुलेट गर्छ पन्समा। तर यो जुन मेड्युला छ नि, मेड्युलामा यहाँ क्वेसन, इफ यही क्वेसनलाई अर्को तरिकाले सोध्यो, रेस्पाइरेटरी सेन्टर होइन, रेस्पाइरेटरी सेन्टर चाहिँ कहाँ प्रेजेन्ट हुन्छ भनेर भन्यो भने इट इज प्रेजेन्ट इन मेड्युला। रेस्पिरेटरी सेन्टर कहाँ प्रेजेन्ट हुन्छ, मेड्युलामा प्रेजेन्ट हुन्छ, राइट। नाउ लेट्स गो टु अब रेस्पाइरेटरी क्वेसनतिर हामी गइरहन्छौँ, राइट। लेट्स गो टु रेस्पाइरेटरी क्वेसन। अब वाट इज द रेस्पाइरेटरी क्वेसन फर प्योर कार्बोहाइड्रेट मेटाबोलिजम, पहिला बुझ्नु पर्यो। यो जुन रेस्पाइरेटरी क्वेसन छ त्यो बराबर के हुन्छ, यो भोल्युम अफ कार्बन डाइअक्साइड डिभाइडेड बाई के हुन्छ, भोल्युम अफ अक्सिजन रिलिज ड्युरिङ द, भोल्युम अफ अक्सिजन युटिलाइज ड्युरिङ द मेटाबोलिक रियाक्सन। सो अब यो जुन कार्बोहाइड्रेट मेटाबोलिजममा के हुँदो रहेछ भन्दाखेरि रेस्पाइरेटरी क्वेसनको भ्यालु 1 हुन्छ, ठिक छ, 1 हुन्छ। त्यसपछि 0.8 to 0.9 यो के को लागि प्रेजेन्ट हुन्छ, 0.8 to 0.9 यो चाहिँ प्रोटिनको लागि हुन्छ है। यो जुन 0.7 छ यो के को लागि हुन्छ, फ्याटको लागि हुन्छ। र यो जुन 1 छ यो के को लागि हुन्छ, यो माथि कार्बोहाइड्रेट, इन्फिनिटी भनेको के को लागि हुन्छ, एनाइरोबिक मेटाबोलिजमको लागि। किन भन्दाखेरि अक्सिजनको भ्यालु कति हुन्छ, 0 है। अक्सिजनको भ्यालु भोल्युम अफ कार्बन डाइअक्साइड डिभाइडेड बाई 0 इक्वल्स टु इन्फिनिटी, राइट, ओके। अब ह्युमन राइट लङ एन्ड लेफ्ट लङ कन्सिस्ट अफ हाउ मेनी लोब्स भन्छ। राइटमा कतिवटा हुन्छ र लेफ्टमा कतिवटा हुन्छ यो त सबलाई थाहा छ। राइट साइडमा कतिवटा हुन्छ, राइट साइडमा कतिवटा हुन्छ, 3टा हुन्छ। र लेफ्ट साइडमा कतिवटा हुन्छ, 2टा हुन्छ, 3 2 3 2, दिस इज आन्सर, राइट। अब यहाँ के छ, कार्बन मोनोअक्साइड, कार्बन मोनोअक्साइड एफिनिटी टु हेमोग्लोबिन, कार्बन मोनोअक्साइड एफिनिटी टु हेमोग्लोबिन कम्पेयर टु अक्सिजन। जहिले पनि कार्बन मोनोअक्साइड एफिनिटी फर हेमोग्लोबिन इज मच 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 ग्रेटर देन अक्सिजन। कति टाइम्स भनेपछि 200 to 250 टाइम्स हायर है। अनि यो जुन कार्बन मोनोअक्साइड प्लस हेमोग्लोबिन मिलेर के फर्म गर्छ, कार्बोक्सी हिमोग्लोबिन, कार्बोक्सी हिमोग्लोबिन फर्म गर्छ है, कार्बोक्सी। र यो कार्बन मोनोअक्साइडलाई हामी साइलेन्ट किलर भनेर पनि भन्छौँ, थाहा पनि पाउँदैन अनि मान्छेको डेथ हुन्छ, साइलेन्ट किलर भनेर भन्छौँ, राइट है, यसलाई साइलेन्ट किलर। सो आई थिङ्क दिस मच फ्रम दिस च्याप्टर, थ्याङ्क यू, ओके। सो अब यसमा लास्टमा अब के 1-2वटा कुराहरू एड गर्नुपर्ने त्यस्तो। अब लेट्स से इफ द क्वेसन इज आस्क्ड, राइट, यो जुन हाम्रो युस्टाचियन ट्युब छ, युस्टाचियन ट्युब कहाँ ओपन हुन्छ, नाजो फ्यारिङ्समा ओपन हुन्छ, राइट। युस्टाचियन ट्युब कहाँ ओपन हुन्छ अरे, नाजो फ्यारिङ्समा हुन्छ। अनि अब यहाँ के थियो एउटा, ओके, बाइकार्बोनेटवाला, यहाँ बाइकार्बोनेट, यो जुन कार्बन डाइअक्साइडको ट्रान्सपोर्ट जुन छ नि, कार्बन डाइअक्साइडको ट्रान्सपोर्ट म्याक्सिमम कुन फर्ममा हुन्छ भन्दाखेरि बाइकार्बोनेट फर्ममा हुन्छ, राइट। बाइकार्बोनेट फर्ममा म्याक्सिमम हुन्छ, त्यो यहाँबाट बुझ्नु पऱ्यो। बाइकार्बोनेट फर्ममा 70% हुन्छ। आई थिङ्क दिस मच फ्रम रेस्पिरेटरी सिस्टम, थ्याङ्क यू।